तर क्रस बोर्डर अक्युपेन्सी र ल्यान्ड इन्क्रोचमेन्ट भने फरक कुरा। प्रधानमन्त्रीले ल्यान्ड इन्क्रोचमेन्टको कुरा गर्नुभयो। त्यसैले गर्दाखेरि यो विषय अत्यन्तै गम्भीर छ। यसलाई यतिकै सामान्य रूपमा लिनु हुँदैन। एउटा प्रतिपक्षको भूमिकाबाट हामीले प्रधानमन्त्रीज्यूलाई फेरि पनि रोस्टममा आएर यो विषयमा प्रश्न पार्नुपर्छ भन्ने मेरो पार्टीको र मेरो दलको धारणा त्यही नै छ। अहिले हामीले यही विषय नै महत्त्वपूर्णका हिसाबमा चाहिँ हामीले लिएका छौँ र त्यही विषय सदनमा उठाउने भन्ने आज प्रतिपक्षको बैठकमा पनि हाम्रो चाहिँ कुरा यति मात्र भनेको प्रधानमन्त्री बालन शाह फेरि आउनुपर्छ, रोस्टमबाट फेरि जवाब दिनुपर्छ भन्ने हो। माफी माग्नुपर्ने फिर्ता लिनुपर्ने पहिला त उहाँले प्रश्न पार्नु पर्यो। उहाँले भनेका दाबीको विषयमा उहाँले प्रश्न पार्नु पर्यो होइन, किनभने यो त संवेदनशील दाबी हो होइन। हामीले लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा बोल्दै गर्दा, सदनबाट बोल्दै गर्दाखेरि यो विश्वले सुनिराखेको थियो। त्यसले गर्दाखेरि भोलि त यो त विश्वले यसलाई आधिकारिक धारणा मान्न सक्छ, साँच्चीकै नेपालले चाहिँ भारतको भूमि मिचेको रहेछ भन्ने कुरा। त्यसले गर्दाखेरि यसलाई के प्रमाणीकरण गर्नु पर्यो, यो विषयलाई प्रश्न पार्नुपर्छ भन्ने माग हो। अहिलेलाई हाम्रो माग चाहिँ यति मात्र नै छ।